म चाहिँ खत्रै मेकअप आर्टिस्ट हो। मैले चाहिँ खत्रै मेकअप गर्न सक्छु भन्ने ट्यालेन्ट हजुरमा छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि होइन। यो भिडियो चाहिँ मेकअप गर्ने रहर छ तर मेकअपको नलेज छैन। कुरा गर्दा गर्दै सिगानाको पार्ट पनि आइसकेछ। हेर्नु न, अरूहरू चाहिँ आँसु निकाल्दै मेकअप गरेको देखेँ तर म चाहिँ सिगान निकाल्दै मेकअप गरिरहेको छु के। हजुर जोक्स अपार्ट, अब हाम्रो कुरा चाहिँ फेरि कन्टिन्यू गरौँ। जसलाई चाहिँ मेकअप गर्ने रहर छ तर मेकअपको नलेज छैन र मेकअप गर्न नजान्ने चाहिँ मै मात्रै रहेछु कि के हो भन्ने जस्तो कोही हुनुहुन्छ भने चाहिँ मेरो भिडियो हजुरहरूको लागि हो। केही हदसम्म हजुरहरूलाई हेल्प हुन सक्छ। फुल फेस मेकअपको सुरुदेखिको भिडियो चाहिँ मैले योभन्दा अगाडिको भिडियोमा पोस्ट गरिसकेको छु। सुरुदेखिको प्रोसेसको लागि चाहिँ योभन्दा अगाडिको भिडियो हेर्नु होला। आज चाहिँ हामी सबै मेकअप प्रोडक्टहरू जुगाड गरेर फुल फेस मेकअपसँग हल्का स्मोकी आई क्रिएट गर्दैछौँ। फाइनल लुकसम्म चाहिँ यो भिडियोमा पनि अट्दैन होला। भिडियो लामो हुँदा चाहिँ एडिट गर्न पनि धेरै समस्या हुने रहेछ र पोस्ट गर्नमा पनि अलिकति समस्या हुने रहेछ। त्यसैले म अर्को भिडियो पनि पोस्ट गर्नेछु। अनि मेरो जुगाड हेर्नुहोस् न, मेरो ब्लस नै कता पर्यो भेटिन। अनि मलाई अलि हतार थियो, त्यसैले मैले लिपस्टिकमा थोरै फाउन्डेसन मिक्स गरेर त्यसैलाई नै ब्लस बनाइदिएँ। ब्लस लगाउँदै थिएँ, फेरि सिगान आयो। हेर्नुहोस् न, म त यो जाडो महिनाभरि चाहिँ यस्तै हो, कहिले पनि रुगा लाग्न सन्चो हुँदैन। अनि मैले पाउडर पनि ब्लसको ब्रसले नै सेट गरिदिएँ। बाँकी पार्टको लागि नेक्स्ट भिडियो हेर्नु होला। बाई।